हेलो गाइस, तपाईहरुलाई मेरो नयाँ भ्लगमा स्वागत छ। आज म सिङकोट भन्ने ठाउँमा आएको छु। म आज विशेष सिङकोटको दृश्यहरू तपाईहरुलाई देखाउने छु। तपाईहरुले लास्टसम्म हेरिदिनु होला। तपाईहरु देख्न सक्नुहुन्छ, यो चाहिँ विशेष गरिकन हुम्लाको सिङकोटको जुन पारपट्टिको चाहिँ हिमाल छ, त्यसमा चाहिँ एकदमै हिउँ परेको छ। हिमालमा सिङकोटमा चाहिँ विशेष गरिकन आज लास्टै जाडोको सिजन भएको कारणले है एकदमै पानी परिरहेको छ र धेरै जाडो छ। तपाईहरु देख्न सक्नुहुन्छ, यो विशेष गरेर चाहिँ रानीवन हो यतापट्टिको चाहिँ, अनि रानीवनको यतापट्टिको चाहिँ थोरै मुनिको चाहिँ हुम्ला फुटबल हो, फुटबल ग्राउन्ड हो चाहिँ। अनि यो तपाईहरु सँगै देख्न सक्नुहुन्छ, यो एयरपोर्ट नि सँगै छ। तपाईहरु देख्न सक्नुहुन्छ, एकदम रमणीय ठाउँ छ है। कृपया त्यहाँ पनि आउन सक्नुहुन्छ, घुमेर जान सक्नुहुन्छ। देख्न सक्नुहुन्छ है, यो चाहिँ विशेष गरेर हिमालमा चाहिँ पुरा हिउँ परिरहेको छ है। पुरा हिउँले चारैतिर ढाकिरहेको छ हिउँले चाहिँ। त्यहाँ पनि आउन सक्नुहुन्छ यस ठाउँमा घुम्नलाई। एकदम खतरा ठाउँ छ यो चाहिँ, घुम्नलाई चाहिँ यस्तो ठाउँ छ। तपाईहरुलाई यस्तै यस्तै भिडियो मनपर्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्नुहोस् र सँगै रहेको बेल आइकन पनि थिच्न नबिर्सिनु होला। हुन्छ, तपाईहरुको माझमा यस्तै भिडियोहरू म ल्याउँदै गर्नेछु। हुन्छ, अहिले नमस्कार सबैजनालाई।